ज्ञानी कतिको छ हाम्रो मार्या? ज्ञानी त धेरै छ। हो र? ज्ञानी मान्छेले के गर्दा रहेछन् भनिदिनुहोस् त? घाँस धेरै बोक्ने, अम्मम्मम, खेतमा धेरै काम गर्ने, आमा बाबालाई सहयोग गर्ने, अनि फेरि राम्रोसँग पढ्ने। यति हो। यति हो। मलाई एउटा पनि गीत सुन्नुहुन्न, नाचिहाल्छु के। अब हो र? नयाँ गीत आयो कि? नयाँ गीत आयो नि, एउटा गीत नि सुन्नुहुन्न के? म त सुन्नै हुन्न, नाच्न मन लागिहाल्छ। लागिहाल्छ के? खेतमा काम गर्दा फेरि गीतको आवाज आइस वाट 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 गर्दै नाच्छु। काम गर्दा गर्दै, खाना खाँदा खाँदै पनि नाच्न मन लाग्छ? लाग्छ। है, गाउँघरमा के भन्छन् मार्यालाई चाहिँ यो वरपर मान्छेहरूले चाहिँ? नक्कली। नक्कली भन्छन् है? त्यस्तो हुनुहुन्छ र मार्या चाहिँ? हुन्छु। अबै नक्कली हो तपाईँ? ठुलो भएपछि आमा र बाबालाई के गर्ने? पैसा दिने। कहाँबाट ल्याएर? त्यही टिकटकको त पैसा लाएर माला किनिदिने। पैसाको माला बनाइदिने? अनि डक्टर बनेर के गर्ने हो त भन्नुहोस् त? डक्टर बन्ने भन्नुभएको थियो। आमा बाबालाई उपचार गर्ने। हो र? आमा डक्टर बनेर आमा र बाबालाई उपचार गर्ने। अनि टिकटकहरू फेसबुकहरू चलाउनुहुन्छ कि चलाउनुहुन्न तपाईँले? चलाउँछु। चलाउनुहुन्छ? हिजो त म धेरै चलाउँदैन, बनाउने मात्रै हो, मम्मीले बनाइदिनुहुन्छ भन्ने टाइपको कुरा गर्नुभएको थियो। होइन। हो र? धेरै टाइम खर्च गर्नुहुन्न टिकटक फेसबुकमा है? पढाइलाई चाहिँ धेरै टाइम दिनुपर्छ नि होइन? ज्ञानी कतिको छ हाम्रो मार्या? ज्ञानी त धेरै छ। हो र? ज्ञानी मान्छेले के गर्दा रहेछन् भनिदिनुहोस् त? घाँस धेरै बोक्ने, अम्मम्मम, खेतमा धेरै काम गर्ने, आमा बाबालाई सहयोग गर्ने, अनि फेरि राम्रोसँग पढ्ने। यति हो। यति हो, इत्यादि है। मार्या कति बजी सुत्नुहुन्छ? म सँगै सुत्छु बाबा मम्मीसँग। अब उठेर बिहान चाहिँ कति चाँडो उठ्नुहुन्छ नि? छिट्टै उठ्छु। छिट्टै उठ्नुहुन्छ। उठेर के गर्नुहुन्छ? होमवर्कहरू गर्छु, पढ्छु, अनि कपाल सपाल गरेर भात सात खाएर स्कुल जान्छु। बाबा मम्मीलाई सहयोग पनि गर्नुहुन्छ अरे नि है? दादाले ट्युसन जाने दादालाई गएर खाना पनि पुर्याइदिनुहुन्छ अरे भन्ने कुरो सुन्नमा आएछ है? किन मारे एकदमै तपाईँ त काम सघाइ लाग्नुहुन्छ अरे क्या तपाईँ त बाबा मम्मीलाई? धेरै ज्ञानी हुनुहुन्छ भन्ने कुरा आएछ, हो कि होइन? साँच्चै हो कि होइन? हो, नढाँटिकन भन्नु है। अनि धान काट्न जाँदाखेरि त तपाईँ टिकटक बनाएर बस्छ त सहयोग गर्नुपर्ने ठाउँमा। तपाईँ अलिक कमेडी पनि छ कि है? होइन, काट्छु, मम्मीले बनाउने भन्छ बनिहाल्छु नि। ए नत्र भन्दाखेरि तपाईँ काममा मात्रै व्यस्त हो, मम्मीले नभन्नुन्जेलसम्म बनाउनु पनि लाग्दैन होइन? मम्मीले कर गर्नुहुन्छ टिकटक बनाउन हो? किन होला मार्या? मलाई झ्याउ लाग्छ, काम गर्न चाहिँ लाग्दैन। काम गर्न चाहिँ झ्याउ लाग्दैन, टिकटक बनाउन चाहिँ झ्याउ लाग्छ। तपाईँको नाचो सबैले मन पराइदिएको कारणले गर्दा होला नि त मम्मीले पनि टिकटक बनाइदिएको। गाउँघरमा के भन्छन् मार्यालाई चाहिँ यो वरपर मान्छेहरूले चाहिँ? नक्कली। नक्कली भन्छन् है? त्यस्तो हुनुहुन्छ र मार्या चाहिँ? अबै नक्कली हो तपाईँ? कपडा राम्रो लगाउनु मन लाग्छ, चिटिक्क लाग्छ होइन? तपाईँलाई चाहिँ जे लगाए पनि सुहाउने क्या, किन होला? तपाईँ राम्रो भएर होला होइन? सबैले मन पराइदिन्छन् अरे मार्या तपाईँलाई, त्यस्तो सुन्नमा आएको थियो हो? पुरै जग्गाले मन पराउँछ है? जता जाए नि हो यो त माडिया हो, यो त माडिया भन्छ। अनि के भन्नुहुन्छ तपाईँले? म यो माडिया भन्छु। तपाईँले त अस्ति कसलाई त मार्या भन्ने म मात्रै हो र अरू पनि होला नि भनिदिनु भएको थियो अरे नि? त्यसो भन्नुभएको छैन?
अब धेरैको माया पाउनु भएको छ क्या के भन्न चाहनुहुन्छ थ्याङ्क यू भन्छु ओ थ्याङ्क यू भन्नुहुन्छ है अब मारियाले के गर्न मन लाग्छ ल भन्नु त के बन्न मन लाग्छ के मलाई कलाकार बन्नु मन लाग्छ कलाकार बन्न मन लाग्छ एउटा म्युजिक भिडियोको अफर आयो भने तपाईँ नाच्न मलाई त रहर छ होइन मलाई एउटा पनि गीत सुन्नुहुन्न नाचिहाल्छु के अब हो र हो नयाँ गीत आयो कि नयाँ गीत आयो नि एउटा गीत नि सुन्नुहुन्न के म त सुन्नै हुन्न नाच्न मन लागिहाल्छ लागिहाल्छ के खेतमा काम गर्दा फेरि नि गीतको आवाज आइस वाट 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 गर्दै नाच्छु काम गर्दा गर्दै खाना खाँदा खाँदै पनि नाच्न मन लाग्छ लाग्छ है ठिक छ अलिक पढाइमा ध्यान दिनुलाई मारे यति राम्रो हुनुहुन्छ ज्ञानी बन्नुपर्छ तपाईँ डक्टर बन्ने मान्छे अलि धेरै पढ्नुपर्छ है त तपाईँको आन्टीलाई यतिखेर कसलाई सम्झिन चाहनुहुन्छ मलाई आमा र बाबालाई आमा र बाबालाई मात्रै अनि विदेशमा अमेरिकामा रहेर कहाँ नाचो सिकाउने श्यामालाई चाहिँ सम्झिन मन लाग्दैन यसो सम्झिनु मन लाग्छ श्यामालाई धेरै सपोर्ट गर्नुहुन्छ अरे नि हजुरलाई हो के भन्नुहुन्छ श्यामाले मारिया भन्नुहुन्छ हो अनि तपाईँलाई सबैभन्दा धेरै माया गर्ने आन्टी हो कि छ्यामा हो कि मम्मी हो कि आमा हो कि ड्याडी कि बाले गर्नु चाहिँ कसले गर्नुहुन्छ भनेको थियो अरे आमा र बाबा हो धेरै सपोर्ट गर्नुहुन्छ है ठुलो भएपछि आमा र बाबालाई के गर्ने पैसा दिने कहाँबाट ल्याएर त्यही टिकटकको त पैसा लाएर माला किनिदिने पैसाको माला बनाइदिने अनि डक्टर बनेर के गर्ने हो त भन्नुहोस् त डक्टर बन्ने भन्नुभएको थियो आमा बाबालाई उपचार गर्ने हो र आमा डक्टर बनेर आमा र बाबालाई उपचार गर्ने सपना छ होइन अनि के अरे टिकटक बनाउनको लागि नि कलाकार बन्नुपर्छ हो र टिकटक बनाउनको लागि कलाकार बन्नुपर्ने त ठिक छ मार्या राम्रोसँग पढ्नु होला ज्ञानी हुनुहुन्छ है ज्ञानी मान्छेले गर्ने काम मात्रै गर्नुहुन्छ धेरै सपोर्ट सहयोग गर्नुहुन्छ अरे बाबा मम्मीलाई पनि भन्ने सुन्नमा आएको छ धेरै ज्ञानी हुनुहुँदछ जस्तो तपाईँको नाचोको प्रस्तुति छ त्यस्तै काम पनि गर्नुहुन्छ त्यति ज्ञानी पनि हुनुहुन्छ भन्ने सुन्नमा आएको छ होइन अलिकति आमासँग साथमै राखेर कुरा गर्छौँ है त आमाले धेरै माया गर्ने नातिनी र आमाको कुराकानी गर्छौँ है हस् ल अहिलेलाई भने धन्यवाद है त